हेर्नु है कसैलाई पिरो भएछ सानो नानीहरूलाई चाहिँ पिरो हालिदिएछ कर्चा मर्चा खाएको थियो पिरो भयो रे मिठो भयो भन्छ पिठो गइसक्यो अब पानीले भुरी गयो त्यता पिरो हट्छ सबैले खाइसक्नु भएको ल अब एकछिन भात पाक्छ माम पाक्दैछ फेरि माम खानु हामीले खाइसकेको छैन है खाइसकेको छैन अनि कहाँ पाकेकै छैन नि त असली त पाक्दैछ हामी बाँकी छ कहाँ खाइसक्यो कोही कराईले खाइसकिसक्यो खाएर पनि फेरि अब कराई धन्दाउँदैछ कसैले फेरि पकाउने भात हो खोइ टेक्से घन्काएको छैन के गर्ने यहाँ टेक बेगारको रहेछ यो आजको पिकनिक चाहिँ ल सामेलले के टोकेको ल खाइस् दादा हाम्रो बुहारीले पुरा बनाउँछ स्पेसल राम्रो दामी बनाउँछ यो बुहारीले चाहिँ सब्जीहरू भात आज बुहारीको हातको खानु कलेजले पोलेर खानुपर्ने नि आज मासु सबै पेलात्तै जान्छ नि आमा तपाईँको चिया खाँदैछ तपाईँको चिया हो खाना खाने खा छ चिया यहाँ छ हाम्रो बाजे पनि छ खोइ बाजे अलक्कै बसेको छ चिनी बेगरको चिया पायो अरे बाजेले रिसाउँदैछ कन्कनिँदैछ बाजे अब खोइ त्यो त मलाई जान्दिनँ म त उता भन्नुपर्छ नामीहरूलाई मिठो लागेन चिया कर्चा मर्चा कस्तो लाग्यो कर्ची मर्ची मिठो थियो बाजे आज नाच्ने होला नि आज नाच्ने अनि भरे भात खाँदैन घरतिर जाने अरे बाजे चाहिँ बाजेलाई चाहिँ चिया भएन अरे हामी निमक चिया बनाइदिएको ए बोक्सहरू त हाम्रो यस्तो छ यी हाम्रो बोक्सहरू त डाउन भयो अरे ब्याट्री पनि आजको पिकनिकको चाहिँ रमीले के खाँदैछ चिया रमी पिरो सिरो पनि खाँदैछ केटाकेटी हा गरेर केटाकेटीले छैन अरे ब्याट्री डाउन